पक निहानले बम पड्काउँदैछ अँध्यारो हो गाइस के देखिँदैन निबो सल्किराख एउटा लेजेन्ड भएर बिसामै चाहिँ गयो उहाँ बाटो हुँदै उहाँ बम चाहिँ सल्किराख त्यही पनि उता हुनुहुन्छ शिवानी दिदी अर्को भ्लग बनाउँदै हुनुहुन्छ अनि यता छौँ हामी यो चाहिँ निहानको घर हो अनि यो हाम्रो गाउँ हो हाम्रो घरतिर यता चाहिँ सबैले लगाइसक्यो झिलिमिली उहाँ चाहिँ निहानको बम पड्कायो गाइस मेरो चाहिँ ब्लगै मेरो त उता नै बमै बिग्रियो बमै पड्केन यहाँ हेर्नु यहाँ चाहिँ शिवानी दिदी हुनुहुन्छ भने सबैले निहानको च्यानललाई सब्स्क्राइब गरिदिनु होला कसले हेर्छ र तेरो ब्लग तपाईँहरूले हेर्नु अब झिरझिरे अब हाम्रो झिरझिरे बन्छ त्यस पछाडि हाम्रो यहाँ बिचमा झिरझिरे बन्दैछ यहाँ हामीले यो अघि झिरझिरे बनाएको थियौँ यो बारुद बनाएको यो बनाएको होइन बारुद खोजीले गाइस म चाहिँ अब यहाँ बारुदहरू भेटेको छु भने बारुद निकाल्ने के माथि आकाशमा देखिन्छ जाऊ छिटो गर न खोइ बम त्यो अघि मैले एउटा बम फालेको थिएँ जोनले जाऊ त्यसको बारुद निकाल मैले यहाँले किन हालेको जाऊ न यहाँ बम किनेर त्यही पड्काइसकेको पैसा दे होइन अघि बम नपड्केको बारुद निकालेर है त म बम लिन जान्छु त त्यही भएर अब आजको लागि यति नै एउटा फेरि भ्लगर भएको छ काहीँ नभएको जोनले जाऊ दुईटा हाल्नु ल होस् होस् अहिले मार्दै यतिकै बोलाइदिउँ न खोइ आइसक्यो ल अब गाइस टाटा बाइ बाइ सी